लैजाउला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउला नि मायाको डोली चढाई तिमीलाई लैजाउला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मन्द्रोको बारा खराको छानो मन्द्रोको बारा खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी ला 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 ला
आज देवघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहनुहुने आदरणीय बाआमाहरूलाई वैवाहिक वर्षगाँठको पावन अवसर पारेर इच्छा भोजनको व्यवस्था गर्नुभएको छ। अब हिजो विवाह सम्पन्न भयो। विवाह सम्पन्न हुनेमा हाम्रो गोत्रीय भाइ गोपाल नेपाल र लक्ष्मी जोशी नेपालका बीच विवाह सम्पन्न भएको छ। त्यस्तै वासुदेव नेपाल र मन्दिरा रेग्मी नेपालको दुवैजनाको विवाह सम्पन्न भएको छ। उहाँहरूको वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। वैवाहिक जीवनलाई बाआमाहरूको बिचमा बसेर इच्छा भोजन गराउने पवित्र उद्देश्य उहाँले राख्नुभयो। यो कामप्रति म यो देवघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान कार्य समिति बाआमाको तर्फबाट चाहिँ हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। यो आश्रम यस्तै ईश्वरीय मनका धनीहरूको चाहिँ समूहबाट सञ्चालन हुँदै आइरहेको छ र हामी अहिले 9औं वर्षमा सञ्चालनको वर्षमा पुगिरहेका छौँ र यो नुवाकोट जिल्लामा मात्र नभएर नेपालकै उत्कृष्ट आश्रमको रूपमा हामी चाहिँ सञ्चालन गर्न सक्षम भएका छौँ र यो हाम्रो कामको मूल्याङ्कन हामीबाट मात्रै होइन, राष्ट्रिय स्तरबाट पनि हामीले चाहिँ एउटा देवीघाटमा एउटा राम्रो सुविधा सम्पन्न आश्रम निःशुल्क चलाएर जुन किसिमको काम गरिरहेका छौँ त्यसको सराहना र एउटा पुरस्कार समेत हामीलाई गत वर्ष पनि प्राप्त भएको थियो राष्ट्रिय ज्येष्ठ नागरिक कोषबाट। यसबाट पनि ईश्वरीय मनका धनी रामबाबु ज्ञान नेपालले बाआमाहरूको चाहिँ सम्झना महिला बालबालिका लगायतका क्षेत्रमा काम गर्नेहरूको लागि वार्षिक 6 लाख रुपियाँ उहाँहरूले चाहिँ पुरस्कार राख्नुभएको रहेछ र यो सामूहिक क्षेत्रमा काम गर्ने एउटा हौसला प्रदान गर्ने काममा उहाँहरूको पनि एउटा चाहिँ अभूतपूर्व योगदान रहेको छ र यो हामी यो देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान 2067 साल कार्तिक 15 गते जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई र सम्पूर्ण दाताहरूको तर्फबाट कोठा निर्माणदेखि अहिले सञ्चालनसम्मको प्रक्रियामा हामी आएका छौँ र हाम्रो यो आश्रम सञ्चालनको प्रक्रिया यस्तै अब भाइहरूले आज वैवाहिक वर्षगाँठको उपलक्ष्यमा खुवाउनु, जन्मोत्सवको उपलक्ष्यमा खुवाउन आउनेहरू मान्छेहरू हुनुहुन्छ र चाहिँ त्यसपछि पितृ कार्यमा खुवाउनेहरू हुनुहुन्छ। वर्तमानमा अरू चाहिँ 84 पूजामा विभिन्न हाम्रो धार्मिक परम्परागत कार्यहरूको उपलक्ष्यमा चाहिँ यहाँ भोजन गराउने प्रचलन छ। त्यसैबाट गत वर्ष यसै भोजन बापत 100 छाक भोजन गराउनु भएछ। यो वर्ष पनि हाम्रो साउनदेखि फेरि सुरु भएको छ। अब महिनाको 8-10 छाक चाहिँ त्यसरी चाहिँ भोजन गराउने मान्छेहरू आउनुहुन्छ र हामीलाई यो आश्रम चलाउन निश्चित राज्य कोषबाट पैसा छैन। कतै कहिलेकाहीँ 1-2 लाख दिइहाल्यो भने दिए, नगरपालिकाले 5 लाख रुपियाँ गत वर्ष 5 लाख भनेको 3 लाख दियो, यसपाल थप 2 लाख थपिया थियो। अब यो वर्ष कति आउँछ 5 लाख भनेको छ, पैसाको कटौती भएको छ भनेको छ। तैपनि हामी दिन प्रतिदिन दाताहरू जोडिँदै जानुभएको हुनाले हामीले चाहिँ एउटा सहज रूपमा सञ्चालन गर्न सफल भइरहेका छौँ। आगामी दिनहरूमा पनि अझ दिन प्रतिदिन बाआमाहरू पनि बढ्दै जानुहुन्छ। विवाहको उपलक्ष्यमा भोजन गराउने गोपाल नेपाल, लक्ष्मी जोशी नेपाल, वासुदेव नेपाल र मन्दिरा रेग्मी नेपाल सम्पूर्ण परिवारलाई उहाँहरूले 16,505 रुपियाँ प्रदान गर्नुभएको छ। म आश्रमको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। उहाँहरूको वैवाहिक जीवन सुखमय होस्, आयु आरोग्य ऐश्वर्य सम्पूर्ण कुरोले भरिपूर्ण होस्, बाआमाहरूको आशीर्वाद उहाँलाई सधैँ लागिरहोस्, एउटा परिवारमा सुख छाओस्, जालपा बाईले कल्याण गरौँ भन्दै म उहाँहरूलाई मुरी पनि धन्यवाद दिँदै बिदा लिन्छु। साथै एउटा जन्मोत्सवको उपलक्ष्यमा सरस्वती भट्टराई नेपालले 40औं संविधानको उपलक्ष्यमा 2042औं संविधानको पावन अवसरमा 2005 प्रदान गर्नुभएको छ। उहाँको जन्मोत्सवको उपलक्ष्यमा मङ्गलमय कामना गर्दछु। उहाँको आयु आरोग्य ऐश्वर्य सुख समृद्धि सम्पूर्ण परिवार प्राप्त होस्, सन्तान शुभ होस्, सबैतिरबाट चाहिँ एउटा त्यो उन्नति प्रगति होस् भन्ने कामना गर्दछु। बाआमाहरूको चाहिँ आशीर्वाद लागेर होस्। त्यसै तारा कार्की उहाँले पनि 500 पार्टी गर्नुभएको छ, बाक्सामा पनि राख्नुभयो। उहाँको पनि एउटा ईश्वरीय मनलाई म
प्रणाम गर्न चाहन्छु। उहाँको उन्नति होस्, उहाँको परिवारको प्रगति होस्, सुख होस् भन्ने कामना गर्दै उहाँहरू सबैलाई मरिबारी धन्यवाद दिन्छु। र अब म त्यसपछि अब यो फलफुल वितरण छ, यो अब यो वैवाहिक जोडीहरूलाई बाआमाहरूलाई चाहिँ फलफुल वितरण गर्नुलाई म अनुरोध गर्छु। त्यसपछि चाहिँ एउटा फोटो खिच्ने काम हुन्छ अनि यो रसिद पनि उहाँहरूलाई म हस्तान्तरण गर्छु। धन्यवाद।
दिन केही सकेन खाताले यहाँको चाहिँ दाम्पत्य जीवन चिरकालसम्म रहिरहोस् सुस्वस्थ होस् दीर्घ जीवन भन्ने हामी कामनासहित हामी चाहिँ ह्याप्पी म्यारिज वधुलाई वैवाहिक दाम्पत्य जीवनको शुभकामना